हेलो वेलकम ब्याक टु एनदर ब्लग। म चाहिँ धेरै समयपछि फेरि आज ब्लग बन्नु लागेको। आज चाहिँ म यहाँबाट भक्तपुर जान लागेको छु। अङ्कलको फर्म 4 बनाउँदैछ कि त्यहाँ, अनि आज त्यहाँ धेरै काम छ, त्यही भएर त्यता जान लागेको। हिजो अस्तितिर चाहिँ बुवा बिरामी, हजुरबुवा बिरामी हस्पिटल यताउता भएर यस्तो बिजी के सबै बिरामी भएकै। अनि अहिले बुवा पनि गाउँ जानुभएको छ ठिक भएर, हजुरबुवा अलि ठिक हुँदै हुनुहुन्छ। अनि म चाहिँ आज भक्तपुर जानु लागेको। यहाँ अङ्कलको फर्म अलिकति बढाउनु पर्ने छ क्या, त्यही भएर म अब यहाँबाट निक्लिन्छु। अनि आज दिनभरि म के गर्छु सबै म तपाईँहरूलाई देखाउँछु है त मेरो ब्लगको थ्रुबाट। कान्छा पनि आइपुगिसकेको छ पसलमा। हामी अब भेला भएर यहाँबाट चाहिँ निक्लेको हामी अब सिधै एकैचोटि भक्तपुर पुगेको आउँछ है त ब्लग। हामी चाहिँ अहिले यहाँ भक्तपुर आइपुग्यौँ। तपाईँहरूले यो भक्तपुरको यो फ्याब्रो फार्मको भिडियो त पहिला नि देख्नुभएको होला होइन। यहाँ बाइक राख्ने ठाउँ अहिले यसो छ। अब जान्छौँ है त हामी 4 तिर सिधै। आज काम भएको छ यहाँ, तल प्लास्टर ढलान गर्नुपर्ने छ क्या आज। म हेड मिस्त्री आइसकेको छु। यतापट्टि खल्टा कुने रहेछ डम्पिङको लागि। अस्ति हाम्रो घरमा एक दिन बसेर टाप त्यहाँदेखि होइन त तिमी रमाइलो छ तिमीलाई। यहाँ सुत्दै बस्नु आउँदैछ नि त काम। अहिले चाहिँ हाम्रो 4 चाहिँ यतापट्टि बनाउँदै गरेको हो। बुङ्गुर चाहिँ माथिल्लो साइडमा छ। म अहिले तपाईँहरूलाई एकछिन देखाउँछु। यहाँ चाहिँ हाम्रो नयाँ 4, यो चाहिँ ठ्याक्कै 5 लाखको योजना हो। अब यस्तो छ यहाँ। अझ यहीँको काम छ अलिकति बाँकी, अझै बनिसकेको छैन। यहाँ तल अलिकति अल्गो भएछ, ए होचो भएछ। ए यस्तो छ आजको काम चाहिँ यहाँको। यहाँ चाहिँ हाम्रो छ है के भन्छ काम चाहिँ। म तपाईँहरूलाई आज हाम्रो बुङ्गुर चाहिँ देखाउँछु नि। ओ साथी तिमी किन कराएको यसरी? तिमी नकरै बस। यो चाहिँ हाम्रो यहाँ चाहिँ एउटा साथी के छ साथी? गफ गरिहाल्छ मसँग, के गर्नु। तपाईँहरूलाई हाम्रो नमस्कार कुसाई आइसक्नु भएको तपाईँहरू? आइसक्नु भएको? यहाँ बाटो राख्नु हो। झिगा त्यस्तै राम सुतिरहेको छ। ओ साथी हेलो हेलो। बुङ्गुरहरू चाहिँ यति छ साथीहरू। यहाँदेखिको लाइन के छ साथी? के छ? ठिक छ सब कटिङको। मेरो साथीहरू यिनीहरू त हो नि, मसँग गफ गर्छ मजाले।
लगभग खोरभरि नै छ बुङ्गुर चाहिँ स्टेप बाई स्टेप। हाम्रो खोर चाहिँ यही हो। अब यहाँको चाहिँ एग्रिमेन्ट सकिने लागेको छ, यहाँ पनि उठाउन आँटेको छ। 1 वर्ष 1.5 वर्ष मात्रै छ होला हाम्रो एग्रिमेन्ट। त्यसपछि यहाँबाट पनि हामीलाई लकेट छ। त्यसपछि चाहिँ बुङ्गुर पाल्ने ठाउँ छैन, काठमाडौँमा कुनै विकल्प छैन, नजिकै पाल्नु दिँदैन होइन। धेरै टाढो चाहिँ पाल्नु सकिँदैन। यो के भन्छ ट्रान्सपोर्टेसनको कारणले गर्दाखेरि। साथीको ढाड चिल्लाइ छ, यसरी कन छ है साथीहरू। यस्तो मजाले सुतेको छ साथीहरू। यो बुङ्गुरको दाना, फिडको दाना हो हाम्रो चाहिँ सबै टोटल्ली। बुङ्गुरलाई चाहिँ यसरी दाना हुन्छ, यहाँ कसैले निकाल्दै हुनुहुन्छ। यो बोराको बोरा सबै दाना हो। अनि हाम्रो यहाँ भएको सबै बुङ्गुरले खाने त्यही फिडको दाना मात्रै हो। साग 1 गतेबाट चाहिँ यो साथीहरू हाम्रो जोरपाटी नयाँ बस्ती के भन्छ विपुल चोकको मासु पसलमा चाहिँ भटाभट तपाईँहरूले भेट्नु सक्नुहुन्छ है बुङ्गुरहरूलाई है। जाने हो पसल, मैले कुरा बुझिनँ। हाम्रो बुङ्गुर फार्म कम्पनीको सेक्युरिटी चाहिँ यहाँ हुनुहुन्छ। यसरी चाहिँ दुध खुवाउँछ। अगाडि कुदे साथी। यो चाहिँ सबै माउको लाइन हो। के छ तिम्रो खबर? ठिक छ अरे उसको पनि। हेर न यिनीहरूले झिजो गरेको उसको आमालाई। उसको आमाले बुक लुकाइदिइहाल्छ अनि यिनीहरू त पुरा कराउँदैछ यता र उताबाट। यो चाहिँ हाम्रो फार्मको भाले। तिमी सुत, गफ गर्नु आउँछ के गर्नु? मसँग आज गफ गर्ने, म गफ गर्ने मुडमा छैन। साथी हो तिमीहरूलाई पानी उपलब्ध गराउनुको लागि म आइसकेको छु। यो साथीले गफ गर्न खोजेको तर बोली फुटेन अरे उसको। बोल न गरेर। यो चाहिँ रातो मोडेल। हामी त हेरेको हेरे, दुश्मन हेरेको हेरे, दुश्मन छ मेरो धेरै। के अरे दुर्गेश थापाको गीत। पानी पिउनु अब तिमीले त जिउमा लगाइदिनु पर्छ ल पानी। जाडो लागिरहेको यो पानी पिउने। ओ पानी पनि चपाउँछौ तिमीले? यसो तिर्खाएको हुन्छ बुङ्गुरहरू, पानी दिइराख्नुपर्ने हुन्छ। पानी पिइसकेपछि फेरि गएर आनन्दले सुत्ने हो नि त साथीहरू। अलिअलि चारो खोज्दैछ पर यहाँ सुत्नु थाल्यो साथीहरू। पानी पिइसक्यो? पानी पिइसक्यो तिमीले? यस्तो मजाले आनन्दले पिउँदैछ। पानी पिउने बेला चाहिँ अटाउँदैन क्या यो खोरमा। हल्ला नगर त, किन हल्ला गर त? हेर त यिनीहरू हल्ला गरेर। साथीहरू सुतिरहेछ यो तल। एउटा साथी, दुईटा साथी यहाँ। तिमीहरू सुतेको? सुत सुत।
म चाहिँ अब चिसो लिन जान्छु। त्यहाँदेखि हामी खाजा खान्छौँ। मेरो मोबाइलको ब्याट्री सकिनु लागेको त्यही भएर मैले एकछिन फारो गरेको। यो चाहिँ हाम्रो रुमै यहाँको यस्तो छ। तपाईँहरूलाई म यता देखाउँछु हाम्रो किचन। हाम्रो किचन यहाँ यस्तो छ। यता पनि यता बेड हो, यो हाम्रो किचन। यहाँ काकाले अब खाजा बनाउनु लाग्नु आँट्नु भएको छ। म टक्क गएर चिसो लिएर आउँछु एउटा। त्यहाँदेखि हामी चिउरा मासु खान्छौँ। खासमा मलाई चाहिँ यस्तो ठाउँमा बस्नु चाहिँ मजा लाग्छ हौ। यहाँ केराको रुख छ। केरा पालन गरिरहेको छु मैले। अहिले ठ्याक्कै याद आयो कि केरा पालन। यता मरिचको रुख ठुलो ठुलो चाहिँ हुन्छ भनेको, यहाँ छैन मरिच तर। एहे चाबी कहाँ छ यार? जानुभएको थियो होला होइन? घरदारमा गएको नि यहाँ कोही थिएन अनि बाटो पतेर दिइहाल्यो नि। यहाँ कहाँ चाहिँ ढोका बनाउनु थियो। ढोका लगभग अब बनाइसक्यो। तीन पटक भाँचिसक्नु भएको रे ढोका। के गरेर छोड्छ यो त छुँदो छ यो ओके पुग्नु तेरी। आज चाहिँ मेरो यो ब्याट्री सकिनु लाग्यो कि मैले दिनभरिको भ्लग निकाल्नु सकिनँ। नेक्स्ट भ्लगमा भेटौँला। अनि त्यही हो, यो बुङ्गुर चाहिँ अब हाम्रो यो बुङ्गुर चाहिँ बैशाखबाट हाम्रो पसलमा आउँदैछ। तपाईँहरू सबैजना किन्नु आउनु होला। म कलेज फ्रीमा थपिदिन्छु है। र आजको भ्लग यति नै। भरेसम्म बनाउनु भनेको ब्याट्री सक्यो क्या मोबाइलको। अनि अब हाम्रो प्रोग्राम चाहिँ खाजा खाने। खाजा काका खाजा बनाउनु जानुभएको छ। खाजा खाने, खाजा खाएर कोही बाँस लिन जानुपर्ने, कोहीले अलिकति प्लास्टर गर्नु बाँकी छ है। ल त्यही हो, आजलाई यति नै भन्दै म बिदा हुन चाहन्छु। अर्को ब्लगमा भेटौँला। बाई बाई सबैजनालाई। यस्तो छ होइन, मासु चाहिँ बुङ्गुरको मासु होइन, रातो चाहिँ एक थोकै छैन है। सेतै खाने यस्तो हो नि त फेरि। त्यो उको ठिक हुन्छ क्या, के भन्छ पाताको अगाडि त्यो खुट्टा छेउको हड्डीसँगको कराङ।